हेर्नुस् तिहारको फुलहरू टडक्कै माइक टेस्ट सुनिरहेको होला है। अनि नमस्कार है सबैजनालाई, मेरो भिडियो हेरिदिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद छ। अब नयाँ ब्रान्ड न्यू भिडियो विथ ट्यागसँग भिडियो लिएर आउँदैछु म। ल तपाईँले हेरिदिनुहोस् होला, इन्जोय गरिदिनुहोस् होला है। हेर्नुहोस् चाडबाडले गर्दा अलि धेरै राम्रो देखिरहेछ। यहाँतिर पनि हेर्नुहोस् टिलिक्कै तिहारमा दिने अलग्गै हुन्छ। जाडोको महिना है, मजा आउँछ चाडबाडतिर। हेर्नुहोस् सिनै हेरिहाल्नुहोस् न त तपाईँहरू। र भिडियो हेरिदिनुहोस् होला है, भन्नु त सक्दिनँ, रिक्वेस्ट गर्नु सक्दिनँ। तपाईँहरूलाई मन परे हेरिदिनुहोस्, नमन परे पनि हेरिदिनुहोस् ल, त्यति चाहिँ भन्छु म। हेरिहाल्नुहोस् यताउता चाडैतिर टडक्कै रमाइलो है। ह्याप्पी दिपावली बोलिए न। देख्नुभयो होला म अहिले सोरेङमा छु कि, कामले गर्दाले आएको, त्यसले गर्दाखेरि अन्त आज तिहारले गर्दाले एकदम बिजी छ बजारहरू। म जोरथाङ गएर बजार निस्केर सामानहरू लिनुपर्ने छ, त्यहाँबाट एकदम रस अवर चलिरहेको छ मेरो अहिले। अब कलुक पुग्नु छ यहाँदेखि हो, कलुक पुगेर डाइरेक्ट ट्रिन्जिपुङ हुँदै जोरथाङ झर्छु। मेरो फटफटी यहाँ थियो, कहाँ सार्दियो हेर्नुहोस् घाँसी टडक्कै एक बारी। मेरो बाइक यहाँ सार्दैछ हेर्नुहोस् बिचारा, हिजो दिन एक्लै थियो मेरो बाइक हो। म यहाँ राख्छु नि त बाइक, यहाँ रहेछ, ठिकठाकै रहेछ हो, चलिरहेको छु। ल है त अब एकछिन मोटर बाइकमा देखौँ ल। त म निस्केँ अब यहाँदेखि कलुक भयो भने कलुक जान्छु, नभए चाहिँ सिधा जोरथाङ झर्छु। काम छ जोरथाङमा है। ल है त यो देखिरहनु भएको चाहिँ सोरेङ बजार हो। सोरेङ बजार यता र सोमबारे जान्छ, यता र सोरेङ बजार। अर्को साइडमा के सुन्दैन, सुन्छ होला नि। मेन सोरेङ बजार चाहिँ यही हो। पक्रै मजाले आज पनि काम गरिदिँदै रहेछ, चाडबाडको दिन पनि पैसाले नपुगेको हो। इम्पोर्टेन्ट त केही देखिन त। यहाँबाट पाउँछ होइन गाडी होइन? कलुक जाने भए गाडी कहाँबाट जान्छ? कुन चाहिँ? झर न छोडिदिने हो, झन्न गाडी पायो, नभए चाहिँ म जानुपर्ने थियो उसँग यता कलुक हो। फाइनली गाडी पायो, गाडी चाहिँ यही हो, यो पछाडि छ होइन गाडी। ल भाइ टेक केयर, राम्रो जानु। यहाँ रोकेको है, हेर्नुहोस् कति चोडक्कै छ। हेर्नुहोस् है त कतिको मजाको छ अहिले। फिलहाल चाहिँ म यहाँ जुम डाँडामाथि आइरहेको छु है। यहाँदेखि घर जानुपर्छ, यतैबाट घर पुग्छ मेरो। अन्त त्यही भएर तपाईँहरूलाई देखाउनु मन परेर चाहिँ यो भ्यू देखाउनु मन परेर चाहिँ तपाईँहरूलाई देखाएको है। कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला। आउनुहोस् होला तपाईँहरू पनि घुम्नुको लागि, दामी छ है जग्गा चाहिँ। ल सिउ अहिले तल बाटोमा बजारतिर भेटौँ होला है। यहाँ तलको बजार जानुपर्छ, तल देख्नु हुँदैछ नि तपाईँले जोरथाङ। जुम गर्छु ल कतिको जुम हुँदैछ, यहाँ जानुपर्ने छ म चाहिँ। ल है त गाइस म जोरथाङ आइपुगेँ है। सानो काम थियो डेलिभरीमा, सामान रिसिभ गरेँ है। अन्त त्यो रिसिभ गरिसकेर म जोरथाङ तरफ लाग्दैछु। जोरथाङमा पनि बहुत काम छ मेरो, सामानहरू रिसिभ गर्नु छ है। घरबाट सामानहरू ल्याउनु भनेको छ, त्यो ल्याउनु पर्ने छ। तपाईँहरू यस्तो हुन्छ
कोही बजारहरू आएको छ भने घरबाट अर्डर आएको क्या घरमा विन्जलसम्म केही भन्दैन हो जोरथाङ बजार आएपछि चाहिँ यो ले त्यो ले है त्यस्तो कसलाई हुन्छ तर प्रायः फेरि यति झन्झट लाग्छ कि यो कुराहरू यो चाहिँ तपाईँको जोरथाङ पुल हो देखिरहनु भएको जोरथाङ आज चाहिँ भिड हुँदैन किनभने आज लक्ष्मी पूजा हो त्यसले गर्दा खालि एकदम आफ्नो आफ्नो घर घरमा गएको होला अन्त यहाँ सामानहरू किन्नु छ बजारमा है सायद त्यो किनिसकेर म तपाईँलाई अहिले डाइरेक्ट हेर्छु होला अब क्यामेरा कहाँ बोक्नु हेलमेट कहाँ राख्नु सामान कहाँ राख्नु भयो हो अन्त त्यो भएर म रेकर्डिङ गर्नु पाउँदिनँ होला तपाईँको भरै भेटौँ ल सामानहरू किनिसक्यो अहिले सपिङहरू पनि गरिसक्यो हो यो पनि स्पेसल छ घरको लागि हो मगाएको भेनाले ल है यो चाहिँ ढुट्टो हुने रहेछ माथि पुग्दा नपुग्दा चाहिँ चल पाएँ मैले आठको निस्क्यौँ हामी पनि एकदम भिड जोरथाङ ओइ योमा आएछ आज गएको म घर गएको यो चाहिँ मेरो दाजु हो हिजै म त आएको होला बाहिर काम गर्दैछ सामानहरू यो ब्यागमा सामानहरू छ ठिकै छ नानाको बर्थडे रहेछ कि केक लगिदिएको भेनाले मागेर कसरी लानु हल्लिँदैछ पुरा खतरा कता हल्लिँदैछ माथि पुग्दा त यत्रो हुन्छ जस्तो लाग्दैछ नानीहरूको लागि ल्याइदिइरहेको छु कहिले आउँछ माथि अहिले आउँछ एकछिनबाट ल गएको ल अहिले आउँछ ल छुट्यो आइज ल हालत भला केकको चाहिँ हेरौँ राम्रो त राम्रो देखिरहेछ राम्रै होला ल है त अहिले भेटौँ घरतिर पनि अलिक रमाइलो हुन्छ त्यति बेला ल बाई बाई खुसी ह्याप्पी एकदम ह्याप्पी जाउँ भित्र जाउँ अघि चाहिँ यसको लागि गएको थिएँ बजार त्यही लिएर आएको थिएँ है ल है नानाको बर्थडे हो सरप्राइज बर्थडे केक चाहिँ यहाँ छ है के भन्नु छ थ्याङ्क यू खै थ्याङ्क यू सरप्राइज लागेर म दुइटै भन्यो त सरप्राइज पनि अचम्म पनि खुसीले अब मैले त अघि केक मात्रै सोचिरहेको थिएँ होइन तर यस्तो डेकोरेसन पनि रहेछ पुरा खुसी लाग्यो अब कति वर्ष बादमा चाहिँ यसरी फ्यामिलीसँग बनाएको खुसी लाग्यो मलाई उता लैजाऊ नरो न बिचारा मेरो नानालाई नरो न बिचारा मेरो नानालाई मैना नरुनु भन मम्मीलाई ल बर्थडे गर्ल त के भएको लु के काटौँ लु भन्नुहुन्छ है कम्ती हो है यो बत्ती बढ्दिन्छ के Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday.
अब अझै बेबी काट्ने वाउ ल है त यति नै थियो सक्यो अब केक खानुपर्छ ल सबैजना मिलेर मजाले कोड्याम कोड्याम ल ल है त यति नै थियो गुड नाइट बाई बाई यति नै हो हेर्नु भएकोलाई धेरै धेरै धन्यवाद छ कमेन्टमा कमेन्ट छोडिदिनु होला कमेन्टमा कमेन्टै छोडिदिनु है लस बाई बाई